अहिले रोमानियामा जुन आउनु साथीहरू हुनुहुन्छ आउँदै हुनुहुन्छ साथीहरूलाई लागि उहाँहरूको लागि यो मैले सानो एउटा भिडियो म तपाईँहरूलाई म सेयर गर्न चाहन्छु है त। मैले केही दिन अगाडि पनि एउटा भिडियो बनाएको थियो, धेरैजनाले सोधिरहनुहुन्छ है त। अहिले पनि हुँदो रहेछ त्यो साथीहरू चाहिँ कन्फ्युजमा के। अब मेन पावरले तपाईँलाई कहिले डलर भनेछ, कहिले युरो भनेछ होइन, कति भनेछ। अनि चाहिँ धेरैजना साथीहरू चाहिँ कन्फ्युज के हुन्छ भन्दाखेरि तपाईँ चाहिँ ल हामीले चाहिँ उहाँ रोमानिया आइसकेपछि युरो पाउने हो कि डलर दिने हो कि भन्ने जुन साथीहरू धेरैजना कन्फ्युज हुँदो रहेछ। यो बारेमा म तपाईँहरूले प्रष्ट एन्ड क्लियरको साथमा तपाईँलाई भन्न चाहन्छु है त। यहाँ तपाईँलाई युरोपै भने पनि डलरै भने पनि मेन बाले जुनै भने पनि तपाईँले यहाँ रोमानिया तपाईँ आइसकेपछि तपाईँले चाहिँ पाउने भनेको तपाईँ चाहिँ रोन लेउ है त। यहाँको लेउ हो। अहिलेको हिसाबमा तपाईँले एक लेउले लगभग नेपाली 30 रुपियाँ जति पर्न खोज्छ अहिलेको करेन्सीको हिसाबमा है त। त्यो तलमाथि भइहाल्छ त्यो है त। यो बारे तपाईँ प्रष्ट एकदम ढुक्क हुनु है त। हवस् त, धन्यवाद। अनि मलाई पनि फलो गर्नु, अनि भिडियोले पनि भयो भने सेयर लाइक गर्नु होला है त। हवस् त, धन्यवाद।